अब हाम्रो यात्रा भनेको रूपन्देहीबाट कपिलवस्तुको हुनेछ। तर जाने हैन र मिस्टर बोबुलाई वेट गर्दै यो हाम्रो मलादेवी आधेर भित्रिरहेको रलपललाई हाम्रो छक्कल छ भने सकिसकेको छ अब पलाइसक्यो फेरि छक्कल यार यो बाटो दाजु एकदम ठिक छ एकदम ठिक के छ बम्बईजी सन्चै हुनुहुन्छ के छ नयाँ ताजा यो रे अब यो बाइक यहीँ राखौँ हिँड्दै पुलमै हिँड्दै जाऊ होइन उता लान मिल्छ क्या मामा जङ्गलमा जङ्गलभित्र नलगाऊँ बाहिर बाटोमा पानीको धारको छेउमा राखौँ न पानीको धारा कहाँ छ त नि ऊ यहाँ क्या बन्द भयो तर हामी पिकनिक आएको ठाउँ हो कि पहिला विशेष भनेको यो रातो हो क्या एउटा खजुर हुन्छ नि ठुलो खजुर त्यो ठुलो खजुरमा हुनेभन्दा बढी तागत एउटा सानोमा हुन्छ कि रातोको यसलाई चाहिँ कस्तो हुँदैछ भने एउटा खाएर मजा आउन्न कि एक मुठी बनाएर खाने भने बल्ल यसको मजा आउँछ क्या यसको सब साफ बनाइयो यो खाँदाखेरि चाहिँ एउटा एउटा खाएर मजा हुन्न क्या यति बनाउने कि अनि यस्तो गरेर भेज्यो हो त्यसै दाजु एक मुठी बनाएर खानु बल्ल खजुर खाए जस्तो हुन्छ क्या हामी चाहिँ खास यसरी हो यसरी एकमुठी टिप्ने वनदेवतालाई चढाउने अनि थलदेवतालाई चढाउने आकाश देवतालाई चढाउने अनि मुखमा त लाग्छ अनि यति हिजोको नकिन आएको त्यसपछि यसलाई पहिला जिउरो निकाल्ने टेस्ट गर्ने खाना हुन्छ कि नै एक दुई खा नयाँ आइडिया ल एक गेडा निने यार माटोको नि मैले त गेडा खुट्टुको निले केही हुन्छ कि नै केही नै हुन्न त यस्तो गर्थ्यौँ ऊ चाहिँ पहिला पहिला उखान दिनु हामीले के अरे टरो टरो हुने जात के अरे कान्छ जेठा अमिलो हामीले होइन क्या बिडीपात बिडीपातको गेडो निले उसैको चाहिँ छोरो बाको छोराले हो बम्बई गए यहाँ बर्खामा आएर चाहिँ खाए बम्बई गए बम्बई जाँदा पेट दुखेछ ठुलो हस्पिटल त मेदान्त हो कि हस्पिटल लगेछन् दादा तेरो पेटा चाहिँ कुनै चिज वनस्पति उम्रिँदैछ भनेर घर पठाइदियो घर पठाइदियो त बाँच्ने हो भने 6 महिना रेस्ट बनाऊ अनि रेस्ट गर्न पऱ्यो अङ्कुरण भयो त्यो फेरि पेटा मान्छेको पेटको मल बन्नु यति छिटो बढ्दो रहेछ 6 महिना बढीमानको भएर फलेर यसो ठुलोबाले त्यसको व्यापार गरेर पछि घर बनायो पताउने हो कि होइन यार गाईहरू भनिदिनु रियल हो सरक 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 गरौँ के निल गाई होइन के मा सरक सरक त गरे म त बाघ जस्तो लाग्यो यार ऊ के बाघ नजिकै छ क्या यहीँ ऊ करा खाँदै यहाँ यहाँ गरे ए ढुङ्गाले हानौँ त त्यहीँनिर वन मान्छे यहाँ नि वन मान्छे हो क्या के टिकपाकमा गरे के हो कि माथि ल्याएर खिच्छ मुलाई डढाउँछ तलै बस्छ माथि डढाएको त माथि जान्छ म त हेर्नु त निलगाईसित डढाएर छेरे खान दाइ यार हामीलाई लिएर आएर हेर्नु कस्तो हल्ला वन मान्छे जस्तो छ यार दगुर्को भन्छ यता अलिक निकै होइन के साला कहाँ हिँड्यो यार दौडाम के भिडियो साला
लास्टै झ्याउ भयो यार यो दाइले तर्साएको कि के हो यार खस्न त गरेको क्या मिजु त कहाँ हो र एक्लै यार त्यही भएर मैले भाडा लिएर आम भनेको के मामपाकाहरूलाई मानेन नगि मा कसम हो कि हो दाइ तैँले पनि देखेको छैन हल्लाएको हल्ला त हल्ला हा बित्ति कस्तो ढाँड्छु र मैले यार हैछ उ त्यो खै र हल्ला हामी कस्टम हैछ पुग्नु गएको मेरो यार हिँड्नु सक्छ मात्र मुभी डराउनुहोस् मलाई ए रुक न दाइ यार हिँड्न डराउनुहोस् भने मलाई होइन के ती के होइन दि साथै मुला ए सालामा होइन यार राम्रै आइदियो हामीलाई यहाँ बन्नुहुन्छ सके ओ जाने के किन पनि देखेको ए दाइ नजानु के नजानु नयाँ के साथै हल्ला ए वन मान्छे चाहिँ अहिले त हेर्नु त कस्तो छ तपाईँले मान्छेलाई ज्यान मार्नुहुन्छ के हो घेरा हाल्ने आउनु भने लट्ठी लिएर आउनु त डर तपाईँ भाग्नुहुन्छ कि दाइ पहिला यार तपाईँ पहिल्यै भाग्नुहुन्छ के आऊ त केटा जाम त जाम आउनु त आउनु त आउनु त आउनु त लट्ठी लिएर आउनु त चारजना चारतिर घेरम घेरम के आउनु यार डराउनुहुन्छ यार म छु यार म कसम भाग आउनु के आउनु यार मिजु मिजु ओए भान्जा आउनु के यार हामी सबै चारजना जाम के छक्कल चाहिँ सबै सकिएछ होइन दाइ हामी चाहिँ तर्सायो आज केले यार कन्फर्म छ बाख्रा पनि खाएको हो गई के यो खोलामा ट्याक्कै छक्कल चाहिँ सबै सकियो आज केले तर्सायो यार निलगाई के हो दाइ आज खास त्यो तर्साएको वन मान्छे हो र मान्छे हो जस्तो लाग्छ मलाई मैले झुरुक्क त देखेको के हो चार हात त टेकेर हिँडिरहेको थियो कपाल यो टाउको चाहिँ कालो कालो थियो अनुहार पनि कालै थियो अनि हल्ला रुखमा गरे हेर्ने लुक त्यही त अब चाहिँ अहिले छैन हेर्न छैन त्यो एरियामा नजाम अब छक्कल चाहिँ लगभग भ्याइ होइन दाइ यस्तो भएन बुटा यस्तो भएन के बुटाहरू पुरै ल यस्तो भएन अब गइसकेछ कि छक्कल अघिल्लो हप्ता चाहिँ राम्रै थियो होइन मैले पहिलाको भिडियोमा चाहिँ बहुत छ अब चाहिँ अब छक्कल खाने कोही हुनुहुन्छ यदि भने अब छक्कल खान नआउनु होला किनकि अब दुःख मात्रै हुन्छ वनमा दुईटा कुरा अब यो बर्खासँगै पातपतङ्ग यी लहराहरू बढेर अग्ला अग्ला भएका छन् अनि जङ्गली जनावरको डर बढ्दो छ किनकि घाँसपात बढी पलाएपछि आज तर्सायो चाहिँ यहाँ मृग पनि छन् हरिण पनि छन् बँदेल पनि छन् त्योसँगै बाघ यो तौलियावा जाने रोड छ जुन गोरुसिङ्गेदेखि उतापट्टि त्यहाँ बाघ भएपछि बाघको एरिया 20 किलोमिटर हुन्छ यहाँ त आयो होइन 20 किलोमिटर त्यहाँ पऱ्यो 20 पनि पर्दैन उता त्यही भएर यहाँसम्म बाघ आउने सम्भावना छ अहिले हामीले तर्सायो केले तर्सायो वनमुन्छे जस्तो लाग्छ मलाई गाइजहरू अब फर्काने कुरो भयो है गाइजहरू हामी चाहिँ लास्ट हाम्रो चाहिँ छक्कलको कार्यक्रम चाहिँ भ्याइयो छक्कल चाहिँ रहन्छ नि यसपालि हाम्रो चाहिँ यो जङ्गलको भ्लग चाहिँ यहीँ इन हुन्छ हाम्रो दाजुलाई हल्का अहिले के भयो घुमा भन्नुभयो उहाँलाई चाहिँ हल्का ऊ भूत देउरालीलाई उहाँ चाहिँ पाती चढाएम अब उहाँलाई ठिक हुन्छ कि भन्ने जस्तो लाग्यो अब हेर्दै गर्नु होला उहाँ चाहिँ अहिले अलिक ऊ देख्नुभयो गाह्रो छ क्या सम्हाल न समाता ला के मलाई ला के मैले भनेको थिएँ नि झ्याप झ्याप लाग्छ क्या मलाई फेरि झ्यापै उठ्न नि उठिहाल्नुहुन्छ कि उठ्नु न अब सुत्दैछ कहाँ उठ्नुहुन्छ ओ देखो छोडो यदि भन्दै हाम्रो भ्लग चाहिँ हामीले यहीँ इन्ड गर्छौँ हस् त धन्यवाद थ्याङ्क यू फर वाचिङ लाइक गर्नु सेयर गर्नु कमेन्ट गर्नु यस्तै भिडियो बनाउँदै जानेछु